हामी चाहिँ अब फाइनल्ली होटलबाट निस्किसकेको। अब हामी माउन्ट फुजी जान लागेको। भिडियो अन्तिमसम्म हेरिदिनु होला। चढिन्छ होला हिउँ भएकोसम्म त गइन्न होला है। तर हामी जाँदा ओर्दा बादल लाग्छ कि कति बजी पुगिन्छ? 8 बजी त अझ 1 घन्टा 1 घन्टा त नजिकै देखिन्छ देख्न चाहिँ, तर त्यो टाढो चाहिँ 1 घन्टा जति लाग्छ अरे। अझै कहाँ अझै तलसम्म पुग्न भए माथिसम्म
माथिको चौथो क्याम्पसम्म के अरे स्टेपसम्म आइसक्यौँ 2020 मिटर 2020 मिटरसम्म यो माथि हो माउपछि त दाम गएकोमा अनि यता पनि कहाँ अर्कै देखिँदो रहेछ है कहाँ हो यता फेरि फोटो खिच्न जाने जाऊ यता अर्कै पहाड देखिँदो रहेछ हिमाल बसको त कता हो कति टाढा देखिन्छ माउन्ट फुजी आएको क्या हामी चाहिँ यहाँ आज चाहिँ हामी जापानको सबैभन्दा अग्लो ठाउँमा आएछौँ माउन्ट फुजीमा यहाँ यति अग्लो देख्न कति टाढाबाट पनि देख्न पाइएको थियो आज चाहिँ नजिकैमा आइयो यहाँको रुखहरू चाहिँ अहिले सबै पातहरू झरेको हुँदो रहेछ कस्तो अँध्यारो देख्यो त भिडियो त हामी चाहिँ माउन्ट फुजीमा चाहिँ डर पनि लागिरहेको छ है गएर त आउँदैन होला आउन त तैपनि डरलाई चाहिँ पार्किङ गरेर यता भ्यूमा जाँदैछौँ अनि चाहिँ आउनु बित्तिकै अघि फर्किहाल्नु मन लागेको थियो भ्यू घरहरू अर्को यहाँ माउन्ट फुजीमा यो चाहिँ सबै कस्तो हुने बालुवा जस्तो कस्तो रहेछ क्या यो पहिला ज्वालामुखी विस्फोटन भएकोले त्यस्तो आएको होला हाम्रोतिर चाहिँ हिमालहरू भनेपछि चट्टानको हुन्छ नि यहाँ चाहिँ बालुवाको हुँदो रहेछ सरर अनि बालुवा सरर झऱ्यो भने जस्तो लागिरहेछ क्या मलाई चाहिँ अनि यता पनि हिमाल हामीहरू हाम्रो त कति टाढा हामी यहाँ आउनको लागि 6-7 घन्टा नै ड्राइभिङ गरेर आएको हामी बसेको त कता हो अनि यो हिमालहरू नै एकदमै टाढा देखिन्छ कता हिमाल देखिन्छ हाम्रो देखिन्छ यताको हिमाल हो कि यो त सायद होइन नै होला यो त नजिकै छ हुनुपर्छ भाग्य मान्यो मेरो छोरा हामी बस्नु त कता हो त्यो हिमाल नै हाम्रो त
यो ज्वालामुखी विस्फोटन भएर यस्तो बनेको रहेछ है अनि देखाउनको लागि यहाँ राखेको रहेछ है अनि हामी गर्न खोजेको उत्ताल त तल पो रहेछ है त्यो ज्वालामुखीको चाहिँ यहाँ लिएर यस्तो राखेको रहेछ हेरौँ भनेर यस्तो रहेछ फर्केको हामीहरू गाडी तल छ यहाँ मन्दिरहरू पनि रहेछ हेरेर जाऊँ भनेर म चाहिँ जाँदैछु बस्ने ठाउँ हिउँ पर्दा त सबै यहाँ पुरिन्छ होला यत्रो हिउँ देखिन्छ नि त उताबाट देख्दाखेरि नेपाल आफ्नै देशको नेपालको सगरमाथा पुगेको छैन जापानको पुग्यो जापानको माउन्टेन पुग्यो माइ गॉड पड्क्यो भने टडाङ टडाङ चाहिँ के किन्ने ठाउँ पो रहेछ त चाहिँ यस्तो रहेछ किन्ने ठाउँहरू छ मन्दिर रहेछ नि त्यो मन्दिरमा चाहिँ खुब मान्छन् नि त धर्म कर्म गर्छन् क्या यहाँकोले पनि त्यो भ्यू रहेछ नि त यस्तो रहेछ फर्किँदैछु म यहाँबाट कोही पनि नभएको बेला यहाँ मन्दिरको फोटो लिनु पर्यो के पो देखेको थिएँ मैले आज यही त यस्तो छिर्ने ठाउँ रहेछ मान्छे छिर्दैछन् पसलहरू बस्ने ठाउँ खाने ठाउँ रहेछ यहाँ चाहिँ मन्दिरमा पैसा लाउनु चढाउने चलाउनु हुँदो रहेछ क्या हाम्रो नेपालमा पनि हुन्छ नि त्यस्तै नै ताली बजाउँदो रहेछ ठ्याक ठ्याक गर्दै ओके अब चाहिँ फर्कियो घोडा पनि यहाँ चढ्न पाइँदो रहेछ घोडा चढ्नुपर्छ कि क्या हो नि यो मान्छे कहाँ आउँदै थियो ए यो पुजीमा चाहिँ यस्तो हुँदो रहेछ कहिले काहीँ चाहिँ एक्टिभ पनि हुँदो रहेछ सर Okay.
Bye bye. Ichi. Bye bye. कसेको पनि छ बेबीलाई ए बेबीसँग चढेको थियो नि त कति रहेछ 1000 रुपियाँ 500 2000 3000 मलाई पनि पो चढ्न जग चल्यो उयो कति मजाको घोडा त नि ल हामी चाहिँ माउन्ट फुजीबाट फाइनली फर्केको अब चाहिँ फर्किनु भयो ल फर्केकै हामी माउन्ट फुजीबाट के भन्छ नि चित्तै नबुझ्ने क्या माथि कहाँ पुगेर आएको खेल्न आउने चाहिँ यहाँ हामी त खेल्ने ठाउँमा निस्केर गएकोमा भ्याउँछ नि